यो चाहिँ हामीले माछा पक्रिरहेको छौँ। अनि यहाँ चाहिँ सबै केटाकेटीहरू पनि पोखरीमा पसेर पक्रिने भनिरहेछन्। मैले चाहिँ अब धेरै फोहोर भयो भने मर्छ नि त यो ग्रास माछाहरू चाहिँ। अनि त्यस पछाडि नपस भनेको सबै पस्न खोजेर अनि मैले लु पस न त पक्र कसले कतिवटा पक्रिन्छ भनेर मैले चाहिँ भनिरहेको छु। यहाँ भाइहरूले पक्रिरहेछ। अनि यो चाहिँ हामीले ठुलो ठुलो चाहिँ झिकेर खानको लागि, तर हामीलाई थाहा थिएन यहाँ धेरैवटा रहेछ माछाहरू, मसिनो है बच्चाहरू रहेछ। अनि यो चाहिँ हामीले पोखरी सुकाएर माछा पक्रिन लागेको। अनि त्यो अर्को यहाँ चाहिँ ग्रास मात्र हालेको थियो, अनि 2-3वटा कमनहरू पनि थियो। अनि कमनले चाहिँ सबै पोखरी माथि माथि सबै खनेर त्यस्तो पल बनाइसकेको छ। अनि यो चाहिँ हामीले पानी सुकाएर हेरेको। यसरी हामीले पानी सुकाएर हेरेको थिएनौँ। अनि यहाँ चाहिँ सबै नानीहरू पनि म पनि पक्रिने, म पनि पस्ने भनिरहेछन्। अनि त्यही पछाडि मैले चाहिँ नपस उयो पानी फोहोर हुन्छ अनि माछा मर्छ भनेको सबै रहर गरेर। अनि त्यस पछाडि मैले लु पस न त अनि कसले कतिवटा झिक्छ भनेर मैले चाहिँ भनेको। अनि सबै पसेर माछा पक्रिरहेछन् है यहाँ नानी बाबुहरू भाइहरू। यो चाहिँ हामीले ठुलो ठुलो यो चाहिँ खानको लागि हो। अरू त सानो त छ, अनि कुनै मात्र ठुलो छ। त्यही भएर हामीले चाहिँ यो खानको लागि ठुलो ठुलो चाहिँ पक्रिरहेको छौँ।